भिडियो कन्टिन्यू गरेर नरोक्नु पर्दैन ल भइहाल्छ खिचिरहा फोटो खिचिरहा के टेन्सन नगर्नु तपाईँ तपाईँ आफ्नो काम गर्नु मन कस्तो तपाईँले जानेको भने यस्तो गऱ्यो नि ठ्याक्कै स्क्रिनसट लिनेको लास्टमा फोरके भिडियो छ एकछिन राख्नु अब भान्जा एउटै हुनुहुन्छ एक्लो छोरो ज्ञानी हुनु धेरै पढ्नु मेरो भान्जा चाहिँ के गर्नु भने डक्टर बन्नु है ज्ञानी हुनु धेरै पढ्नु मम्मीले भनेको मान्नु है र मुख नलाग्नु हस् बहिनीलाई कुट्नु ज्ञानी हुनु है छोरो बुइना आऊ दादा बोक्छु भन्छ अब सबल बोक्नु तिमी त हो नि हैन ज्ञानी हुनु बुनुलाई नकुट्नु है धेरै पढ्नु दादाले बोक्नु अर्को वर्ष फेरि ठुली मम्मीले नि अर्को पाउनु धेरै नरुनु है ज्ञानी हुनु धेरै पढ्नु दिदीलाई नकुट्नु हस् सुची नहुनु है गाडी खान नलाउनु भन्नु ज्ञानी छ है मौका त नरोइकन बन्नु आउँछ पर्यो है ज्ञानी छ यो त रोदैन म रोदिन पो भन्छ अब एउटा यता दिपु यता ज्ञानी हुनु छोरो धेरै नरुनु है मलाई नपिट्नु माया गर्नु ल हेर फेरि यस्तो हेरेको त्यहाँदेखि फेरि मैले धेरै धेरै दिएँ क्या हो जति दिए पनि ठुलो खुट्टा ढोक्ने उठेर अलि निचे गर्ने हो सिकाउनु पर्छ सानदेखि सिकायो भने ठुलो होस् नि त्यही बानी खुट्टा ढोक्ने उठेर छिटो जुर अझ हाँस ठुलो खुट्टा ढोक्ने उठेर खुट्टा ढोक्ने त्यहाँनिर छोड्दै छु भाग्य मान्नु नैछ र सुखाइदिएन है मम्मीले खुट्टा नदोकी अब ती बस्छ भन्छ नि हामीले पनि लाउने हो जमरा छैन त्यो त्यहाँ किन खाले है उत्तर दीर्घायुको शुभकामना छ सबैलाई छोरीलाई पनि ठुलो ठुलो हुनु पढेर राम्रो मान्छे बन्नु भाइको ढाड पो आयो नि के आमाले सोचेको भन्दा धेरै पढेर पनि धेरै ठुलो मान्छे बन्नु खुसी पनि धेरै ठुलो पढ धेरै मान्छे बन्नु है धेरै मान्छे आमाले अङ्कलले आशीर्वाद दिएर अब
सबैजना ठुल्ठुली हुने पढाइमा नम्बर 1 भविष्यमा ठुलो मान्छे भन्नुहोस् सबै ल्याइदिनु न सबै ल्याइदिनु एकैचोटि दर्शन आनन्द हुन्छ कि खोइ न दुईटा हात दिनु पर्दैन है एउटा हात ल्याइदिन्छ आज दिँदा बाबालाई कुट्नु हुँदैन दीपशिका पनि आउँछ रे धेरै ठुलो बन्नु ज्ञानी बन्नु पढाइमा राम्रो होस् है हाम्रो श्रीया सुन्छन् धेरै नरुनु है दिदीसँग झगडा नगर्नु पढाइमा राम्रो हुनु दिदीले कुटा खाने काम गर्नु नगर्नु पहिला धेरै कुट्ने होइन होइन खोइ ल्याउ न ठिक दीपशिका ल्याइदिनु न है जमारा यता दिप्सु यता मेरो छोरीको ज्ञानी छ कस्तो हो ऊ टिका लाउनु पनि मन नपर्ने भन्दा नि नगर छोरी नखोल देऊ न नखोल देऊ न हाम्रो दिपुलाई दिनुपर्छ है दिपुलाई नि पनि के सोचेको तिमीहरूले है मेरो दिपुलाई दिन्छु दीपशिका मलाई ठुलो बालमा धेरै माया गर्नु है त्यहाँ पनि धेरै माया गर्नु कति राम्रो भयो त्यो गाजल पनि नपुस्नु है नरुनु धेरै है मलाई ठुलो बाबुलाई पाइए नगर्ने ल हस् भन्छ अहिले एकछिनमा जाने तँलाई भने होला भित्र तँलाई नकुटी त भने होला भित्र बुझ्दैन हो कति राम्रो टिका बजेको कति राम्रो आछ मेरो दिपुलाई यसले के किन्नु थाल्छ बिस्कुट अनि अरू यहाँ त उतै बाँदरको बुटीमा सकेछ त भइहाल्यो मैले लाएँ जमरा सिद्धि लायो होइन नि लाइसक्यो लाइसक्यो त अघि नै लाइदिएको जम्मा आएछ र चल्छ नि त पैसा हाल्यो लाइन जोड्नु भएको छैन लास्ट इयर अनि पासपोर्ट के या सिक्टर फोटो पेपर कोड फ्री जमरा सिद्धि खै कि त्यतिकै हुन्छ हुन्छ उता लाइहाल्यो हुन्छ अब जमरा नि कहाँ मोबाइल लाउनुहुन्छ दाइको भाग दाइको भएको मैले लगाइदिएँ नि हो यो र यो त मैले लगाइदिएको है अब फोटो खिच्ने भात चाहिँ खाएन फोटो नखिच्ने पहिला भात खाने भोकले मर्नु भइसक्यो मान्छे के फोटो खिच्छ पहिला फोटो खिच्ने नि भाखा नि भाखा त खिच्दा हुँदैन भाडाको त जमरा कहाँ बच्चाहरू भोकल मर्नु लागिसक्यो ठुलो मान्छे मर्नु लागिसक्यो 5 मिनेट पनि मर्दैन 5 मिनेट आज त भोगै लागेछ दसैँ दिन पनि भोक लागेर मर्नु लागिसक्यो भोगै
पैसा कहाँ राख्नु अब गोजी है हेलो